गाडी हामी बेजोडले दौडाउँछौँ, बेजोडले कोही नरोकिकन सबैलाई लिएर फेरि त्यो गाडी कसैलाई नछोडिकन सबै जात जाति भाषा समुदाय सबलाई गाडीमा राखेर युवा बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ। 5 वर्ष सुशील कोइरालाले बनाउनु भएको संविधान भनेको बाटो राजमार्ग, त्यो राजमार्गमा गएको 7 वर्षको क्षति पूर्ति गर्ने गरिकन गाडी हामी बेजोडले दौडाउँछौँ, बेजोडले कोही नरोकिकन सबैलाई लिएर फेरि त्यो गाडी कसैलाई नछोडिकन सबै जात जाति भाषा समुदाय सबलाई गाडीमा राखेर युवा बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ। तर गाडी दौडाएर मात्रै हुँदैन, एउटा कुराको ग्यारेन्टी चाहिन्छ। कांग्रेसको एउटा ग्यारेन्टी गाडी दौडिन्छ, गतिमा दौडिन्छ, अर्को ग्यारेन्टी गाडी एक्सिडेन्टमा पर्दैन। त्यो महत्त्वपूर्ण कुरा हो, सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि, म सिटमा बसे भने गाडी आफै उड्छ, म सिटमा बसे भने गाडी आफै पौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ, ताली पनि बज्छ। तर गाडी राजमार्गमै दौडाउने, गतिले दौडाउने, तर दौडाउँदै गर्दाखेरि जोखिम पनि लिनुपर्छ, स्पिड पनि चाहिन्छ। त अर्कोतिरबाट आएको गाडीसँग नठोकियोस् भन्नको लागि सुझबुझ पनि चाहिन्छ। कहाँनिर थोरै गति कम गर्ने, कहाँनिर गति बढाउने भन्ने कुराको अनुभव पनि चाहिन्छ, उत्साह पनि चाहिन्छ, ऊर्जा पनि चाहिन्छ। त्यो उत्साह र ऊर्जा बोकेर 5 वर्ष यो देश बनाउने संकल्पका साथ नेपाली कांग्रेस उभिएको छ। यो 5 वर्ष सुशासनको 5 वर्ष हुनेछ।